फोन गर्नु पर्यो फोन कहाँ राख्यो फेरि हेलो बेबी हेलो तिमी कहाँ छौ आज भेट्नु भने हैन नाइ बेबी आज मम्मी हुनुहुन्छ क्या त्यही पनि पख है त म केही न केही गर्छु नि मलाई अरू कुरा केही थाहा छैन हामी कहिले भेट्ने ठाउँमा तिमी जसरी भए पनि आउनु पर्यो सुन न बेबी सुन न लगे ल म जसरी पनि मिलाउँछु मम्मी सुन्नु न आज साथीको म प्रोजेक्ट वर्क गर्न जानुपर्ने थियो गएर टाइममा आउने नि फेरि सुन त हजुर ल तँलाई बाटो खर्च म गएँ है त ल टाइममा आउने नि फेरि हस् अहिलेसम्म नै आइपुग्यो भने त के भएको मम्मीले लास्टै गाली गर्नुभयो क्या हो आउँदिनन् कि क्या हो बेबी कसरी चिन्यौ माया गर्ने मान्छेलाई मनदेखि चिनिहाल्छु नि म त मैले तिम्रो लागि फुड ल्याएको छु ओ माय गॉड थ्यांक यू हजुर थ्यांक यू सो मच आऊ बस बेबी माया गर न चल्लै माया ल शरम छैन तिमीलाई यो सबै दिएपछि भन्नु पर्यो ला झन् सपना पो रहेछ यो त मम्मी आउनु अनि चिन्ता नमान कि बेबी म छु त यो त स्मृति जस्तै छ तिमी चिन्ता नमान कि बेबी म आइडिया लगाएर आइहाल्छु तिमी जाँदै गर त म यहाँ आइडिया लगाएर आइहाल्छु मम्मी मम्मी तपाईँ कहाँ जान लाग्नु भएको म सामान पुऱ्याएर घर जाँदै थिएँ त चाहिँ यहाँ कोसँग बसिरहेको नि यहाँ पार्कमा को हो त्यो मम्मी स्मृति बेबी को नि हो नि मम्मी नमस्ते मम्मी नमस्ते नमस्ते ल घरमा छिटो आउनु नि आजभोलिका छोराछोरीहरू के भएको होला कस्तो कस्तो साथीहरू बनाउँछन् अरे रे 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 यस्तो पनि साथी हुन्छ र चाहिँ डरै लाग्नु जस्तो तेरी धन्न बच्चे म भएसम्म तिमीलाई के को फेरि हेर न फुर्ती त्यहाँ फेरि जाउँ अन्त गएर बस्नु फेरि मम्मी आउनु भने के गर्ने ए तिम्रो मम्मीले ह्यान्डल गर्न त मैले जाने हेर न फुर्ती फेरि मान्छे